सो अहिले चाहिँ हामी काठमाडौँ मेडिकल कलेज बेसिक साइन्स कम्प्लेक्सको ठ्याक्क गेट अगाडि छौँ। मेरो पछाडि देख्न सक्नुहुन्छ काठमाडौँ मेडिकल कलेज बेसिक साइन्स कम्प्लेक्स। ओके, सो काठमाडौँ मेडिकल कलेजको कुरा गर्ने बेला यो चाहिँ हाम्रो 1997मा चाहिँ इस्टाब्लिस भएको र 1997देखि अहिलेसम्म चाहिँ यसले चाहिँ मेडिकल एजुकेसनमा चाहिँ कन्ट्रिब्युट गर्दै आएको छ। ओके, इट हेज बिन हाम्रो चाहिँ 28 इयर्स एन्ड वी आर द 28th ब्याच अफ काठमाडौँ मेडिकल कलेज इन एमबिबिएस है। ओके, अनि काठमाडौँ मेडिकल कलेज चाहिँ केयु अन्डर चाहिँ एफिलिएटेड छ एन्ड इट इज रिकग्नाइज्ड बाई नेपाल मेडिकल काउन्सिल। ओके, सो एबाउट काठमाडौँ मेडिकल कलेज लेट्स गिभ यु अ टुर है। ओके, सो फलो मी। सो यो चाहिँ हाम्रो चाहिँ ग्राउन्ड फ्लोर भयो। ग्राउन्ड फ्लोरमा चाहिँ हाम्रो चाहिँ यस्तै छ अनि दुईवटा डिपार्टमेन्ट छ, डिपार्टमेन्ट अफ एनाटोमी र डिपार्टमेन्ट अफ फिजियोलोजी। सो लेट्स स्टार्ट फ्रम डिपार्टमेन्ट अफ एनाटोमी है। डिपार्टमेन्ट अफ एनाटोमी हाम्रो चाहिँ यो अगाडिको चाहिँ डिपार्टमेन्ट अफ एनाटोमी भयो। यहाँ चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ प्र्याक्टिकल क्लासेसहरू, डाइसेक्सन अनि हाम्रो चाहिँ इलिस्ट्रेसन क्लासेसहरू हुन्छ। ओके, सो दिस इज द डिपार्टमेन्ट अफ हाम्रो चाहिँ एनाटोमी एन्ड वी आर नट एलाउडेड टु इन्टर एनी डिपार्टमेन्ट विथ क्यामराज। अनि हाम्रो चाहिँ यो लेफ्ट साइडतिर चाहिँ डाइसेक्सन हल छ एन्ड यु नो के हुन्छ भनेर डाइसेक्सन हलमा। अनि हाम्रो चाहिँ मुभिङ अन टु हाम्रो चाहिँ फर्स्ट फ्लोरमा चाहिँ हाम्रो चाहिँ दुईवटा डिपार्टमेन्ट छ, डिपार्टमेन्ट अफ प्याथोलोजी र डिपार्टमेन्ट अफ माइक्रोबायोलोजी। ओके, अनि एउटा चाहिँ एमबिबिएस लेक्चर हल फर्स्ट भन्ने पनि छ के, अनि त्यहाँ चाहिँ आजभोलि सायद बिडिएसको पढाइ हुन्छ एन्ड दिस इज द डिपार्टमेन्ट अफ हाम्रो चाहिँ प्याथोलोजी एन्ड इट इज अन्डर कन्स्ट्रक्सन। सो सामानहरू अलि यताउता छ एन्ड हाम्रो चाहिँ यो चाहिँ यतातिर चाहिँ बिबिटीको क्लास पनि हुन्छ एन्ड हाम्रो चाहिँ यो चाहिँ नोटिस बोर्डहरू भयो। अनि त्यसपछि यता चाहिँ लेफ्ट साइडतिर कलेजको एडमिनिस्ट्रेसन छ अनि प्रिन्सिपल सरको चाहिँ रुम पनि यतै छ है। एन्ड मुभिङ अहेड टु हाम्रो चाहिँ डिपार्टमेन्ट अफ माइक्रोबायोलोजी छ अनि यता राइट साइडमा चाहिँ बिबिटीको क्लासरुमहरू हुन्छ एन्ड यो चाहिँ सबै प्याथोलोजी डिपार्टमेन्टको सामानहरू हो के। अनि यो चाहिँ हाम्रो चाहिँ के भयो भन्दाखेरि लेफ्ट साइडतिर डिपार्टमेन्ट अफ माइक्रोबायोलोजी एन्ड हामी चाहिँ कुनै पनि डिपार्टमेन्टभित्रको चाहिँ फोटो लिँदैनौँ है, वी आर नट एलाउडेड टु डु द्याट। एन्ड मुभिङ टु हाम्रो चाहिँ सेकेन्ड फ्लोरमा चाहिँ डिपार्टमेन्ट अफ बायोकेमिस्ट्री र लाइब्रेरी छ है। ओके, एन्ड हाम्रो चाहिँ दुईवटा लेक्चर हल छ, लेक्चर हल फर्स्ट र लेक्चर हल सेकेन्ड। एउटा चाहिँ फर्स्ट इयर अनि अर्को चाहिँ सेकेन्ड इयरको लागि। यो चाहिँ हाम्रो चाहिँ यो लेफ्टमा चाहिँ हाम्रो चाहिँ फर्स्ट इयरको लेक्चर हल छ भित्र अनि हाम्रो चाहिँ राइट साइडमा चाहिँ लाइब्रेरी छ। लाइब्रेरीको टाइमिङ चाहिँ 9 AM देखि चाहिँ 8 PM मात्र हो है। ओके, सो यो लकरहरू जुन छ नि यो चाहिँ हाम्रो चाहिँ किताब कपी राख्न सामान राख्नको लागि हो। सो हाम्रो चाहिँ यो लेफ्ट साइडतिर चाहिँ फर्स्ट इयरको चाहिँ हल छ। ओके, एमबिबिएस लेक्चर हल। अनि त्यसपछि हाम्रो यतातिर चाहिँ नोटिस बोर्ड छ अनि त्यसपछि एडमिनिस्ट्रेसन युनिट पनि यहीँ छ है। अनि यो चाहिँ लेक्चर हल सेकेन्ड भयो। यहाँ चाहिँ के हुन्छ हाम्रो सिनियर दाइ दिदीहरू पढ्नुहुन्छ लाइक सेकेन्ड इयरको एन्ड दिस इज द डिपार्टमेन्ट अफ बायोकेमिस्ट्री हाम्रो अन आवर राइट साइड एन्ड हाम्रो चाहिँ यो चाहिँ लेक्चर हल सेकेन्ड भयो। अनि त्यसपछि मुभिङ टु हाम्रो चाहिँ कतिवटा फ्लोर, थर्ड फ्लोर। ओके, थर्ड फ्लोरमा पनि हाम्रो चाहिँ के छ भन्दाखेरि दुईवटा डिपार्टमेन्ट छ, डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन र डिपार्टमेन्ट अफ फार्माकोलोजी। सो यसको कुरा गर्ने बेला चाहिँ के छ भन्दाखेरि हाम्रो चाहिँ यहाँ चाहिँ पिबिएल रुमहरू पनि थियो, पिबिएल रुमलाई चाहिँ अहिले चाहिँ चेन्ज गरेर चाहिँ हलहरू चाहिँ बनाउनु लाग्नुभएको छ एन्ड अन आवर लेफ्ट हाम्रो चाहिँ के छ भन्दाखेरि डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन है। ओके, सो हाम्रो चाहिँ पिबिएल रुमहरू थियो, यसलाई चाहिँ चेन्ज गरेर चाहिँ लेक्चर हलहरूमा चाहिँ चेन्ज गर्न लाग्नुभएको छ अनि कन्स्ट्रक्सन धेरै चल्दैछ। सो सामानहरू धेरै चाहिँ बाहिर देख्न सक्छौँ। अनि हाम्रो चाहिँ यो भयो अनि हाम्रो चाहिँ पिजी दाइहरूको लागि चाहिँ यो चाहिँ रुम छ एउटा, पिजी दाइहरूको लागि, दाइ दिदीकोहरूको लागि। एन्ड हाम्रो चाहिँ अलिक कन्स्ट्रक्सनको काम हुँदैछ त्यही भएर चाहिँ यता र उता छ सामान चाहिँ। एन्ड हाम्रो चाहिँ डिपार्टमेन्ट अफ हाम्रो चाहिँ फार्माकोलोजी इज अन आवर लेफ्ट साइड है। यो चाहिँ के हो भन्दाखेरि हाम्रो चाहिँ डिपार्टमेन्ट अफ फार्माकोलोजी। ओके, सो यहाँभन्दा माथि पनि एउटा चाहिँ डिपार्टमेन्ट छ डिजास्टर म्यानेजमेन्ट भनेर चाहिँ एन्ड नेपाल इन्जरी रिसर्च सेन्टर भनेर चाहिँ छ बट आई डोन्ट थिङ्क वी आर एलाउडेड टु गो दियर। हामीलाई चाहिँ त्यसको बारेमा खासै थाहा छैन, पिजी दाइ दिदीहरूको लागि हो कि अब केसको लागि हो थाहा भएन, त्यसको बारेमा चाहिँ खासै इन्फर्मेसन छैन। एन्ड सो लेट्स मुभ टु द ग्राउन्ड फ्लोर। हाम्रो चाहिँ walking down the ground floor
यहाँ चाहिँ हाम्रो चाहिँ फिजियोलोजी डिपार्टमेन्ट छ ओके डिपार्टमेन्टभित्र चाहिँ पर्मिसन लिनुपर्छ खिच्नको लागि एन्ड दिस इज वान अफ द लेक्चर हल अफ हाम्रो चाहिँ एमबिबिएस कस्तो हुन्छ भन्दाखेरि यसरी चाहिँ एसाइन हुन्छ एसी हुन्छ पछाडि टिभी हुन्छ अगाडि चाहिँ प्रोजेक्टरदेखि नै पढ्ने हो लाइक इट विल बी अन प्रोजेक्टर यहाँ चाहिँ प्रोजेक्टर हुन्छ अनि पछाडि चाहिँ देखिन भन्दा चाहिँ टिभी हुन्छ अनि मजाले हटाउँछु 120 ओके सो यो चाहिँ हाम्रो चाहिँ अर्को एमबिबिएसको चाहिँ हल हो हाम्रो चाहिँ सिनियर दाईहरूको हेलो दाई ठिक छ दाई दाई बिस्तारै पढ्दैछु यसो लाइब्रेरी आएको हजुर चाहिँ बिहान आएको एन्ड एबाउट लाइब्रेरी दिस इज लाइब्रेरी द लाइब्रेरी अफ काठमाडौँ मेडिकल कलेज ओके दिस इज आवर लाइब्रेरी एन्ड यु सुन आर गोइङ टु बी हियर दिस इज हाम्रो चाहिँ पछाडिको चाहिँ हाम्रो लाइक कहाँसम्म चाहिँ हाम्रो चाहिँ क्याम्पसी छ भन्दाखेरि जहाँसम्म त्यो फुटबल ग्राउन्डहरू अनि त्यसपछि यता चाहिँ दिस इज मल्टिपर्पज हल यहाँ चाहिँ फङ्सनहरू इक्जामहरू सबै केही कार्यक्रमहरू ओरिएन्टेसन प्रोग्रामहरू कोर्स सेरिमनीहरू सबै त्यही नै हुने गर्छ है ओके अनि त्यहाँसम्म त्यो रुखहरू लगाएको सम्म चाहिँ हाम्रो क्याम्पसी नै हो कहाँसम्म भन्दा त्यता पनि जाँदैन भन्दा चाहिँ एन्ड दिस इज द नर्सिङ ब्लक है हाम्रो चाहिँ नर्सिङ ब्लक हो नर्सिङको पढाइ हुन्छ इफ आई गेट अ पर्मिट एन्ड यो सानो चाहिँ हाम्रो चाहिँ फिजियोथेरापीको लागि चाहिँ त्यहाँ चाहिँ वो ल्याबहरू छ अनि त्यसपछि हाम्रो चाहिँ इक्विपमेन्टहरू ओके सो ठुलै छ हाम्रो चाहिँ फिल्डहरू अनि उता चाहिँ क्यान्टिन छ द्याट पार्टी इज द क्यान्टिन त्यो चाहिँ गाडीभन्दा उताको चाहिँ अनि त्यसपछि हाम्रो चाहिँ त्यो फुटबल ग्राउन्ड त्यहीँ क्रिकेट खेल्छौँ हामी है ओके भलिबल पनि त्यही हुन्छ ओके सो दिस इज अल क्याम्प्स इन अ नटसेल हाम्रो चाहिँ यो ग्राउन्ड फ्लोरमा चाहिँ नोटिस बोर्डहरू छ एन्ड अन द वे सो हाम्रो चाहिँ कलेज काठमाडौँ मेडिकल कलेजको चाहिँ पछाडिको पार्ट है यो हाम्रो चाहिँ ग्राउन्डहरू हलहरू के छ सो हाम्रो चाहिँ राइट साइडमा चाहिँ बिपिटीको चाहिँ हाम्रो चाहिँ ल्याबहरू चाहिँ छ ट्रेनिङकोहरू अनि अलिकति यता चाहिँ के छ भन्दाखेरि हाम्रो चाहिँ नर्सिङ ब्लक छ अनि त्यसपछि हाम्रो चाहिँ नर्सिङ ब्लक भयो अनि यतातिर लेफ्टतिर चाहिँ हाम्रो चाहिँ ग्राउन्ड र हाम्रो चाहिँ मल्टिपर्पज हल छ मल्टिपर्पज हलमा चाहिँ हाम्रो चाहिँ इभेन्ट्सहरू प्रोग्राम्सहरू इक्जाम्सहरू सबै केही कार्यक्रमहरू फङ्सन इक्जाम सबै यही नै हुन्छ है एन्ड द्याट इज क्यान्टिन है हाम्रो चाहिँ क्यान्टिन ओके दिस इज हाम्रो चाहिँ कलेजको चाहिँ क्यान्टिन यहाँ चाहिँ दिउँसोको खाना दुइटै यही हुन्छ अनि यु क्यान लाइक पैसा तिरेर चाहिँ अब बाहिरको खाना चाउमिन यताउता जे पनि पाइन्छ ओके सो मेन्यु त्यता छ लाइक अनि यु हेभ टु प्लेस युर अर्डर अनि खाना चाहिँ आफै लिने हो ओके यसरी चाहिँ प्लेटहरू हुन्छ सफा गरेर राखिदिनु भएको हुन्छ आफै हामी खाना अब चाहिँ यतै हुन्छ ल्याक्क लग्ने चरममा पार्ने ओके वेलकम टु मेडिकल ओके सो यो चाहिँ हाम्रो चाहिँ क्याम्पसी दुवाकोटको चाहिँ यहाँ के अरे ग्राउन्ड भयो यहाँ चाहिँ क्रिकेट फुटबल सबै यहीँ हुन्छ है यहाँ चाहिँ स्टेडियम ऊहरू चाहिँ हेर्न सक्छौँ खेलिरहनुपर्छ दाइहरू एन्ड त्यो पार्टमा चाहिँ हाम्रो चाहिँ के छ भन्दाखेरि नर्सिङ ब्लक छ है त्यो चाहिँ हाम्रो चाहिँ देखेको चाहिँ नर्सिङ ब्लक भयो अनि अलिकति राइट साइडमा चाहिँ हाम्रो बेसिक साइन्स कम्प्लेक्स त्यहाँ चाहिँ एमबिबिएसको पढाइ हुन्छ हाम्रो होस्टेलदेखि देखेको थियो नि क्याम्पसी दुवाकोट दिस इज द हाम्रो चाहिँ क्याम्पसी दुवाकोट है हाम्रो चाहिँ दुवाकोटमा काठमाडौँ मेडिकल कलेज है ओके सो यहाँ पनि सबै सिनेमाको जस्तै सबै लगभग सबै फेसिलिटीहरू छ अनि यो इम्प्रुभ हुँदैछ ओके सो यहाँ चाहिँ दुवाकोटमा छ भने चाहिँ यहाँ चाहिँ भिजिट गरेर एकचोटि So this is the hostel of Kathmandu Medical College, okay, here in Duakot. This is the hostel of Kathmandu Medical College, okay. So every time you enter or exit the hostel, you have to register here, okay. So this is the hostel. Hello Didi. Register.
So this is the badminton court, and there is basketball court, and that is girls hostel. This one is boys hostel. We are exploring the hostel of Kathmandu Medical College. So this is the basketball court of Kathmandu Medical College. सबै राम्रो छ यहाँ चाहिँ हैन. ओके सो त्यहाँ गार्डन पनि छ, यसो फुलहरु लगाउनु छ हाम्रो. ओके एन्ड हाम्रो चाहिँ मेस चाहिँ यहाँ छ. एन्ड द मेस अफ केएमसी हाम्रो चाहिँ अहिले चाहिँ बिदाको टाइममा कोही पनि हुनुहुन्न. लाइक यो चाहिँ हाम्रो मेस हो र यता मेसको छ. सो अहिले चाहिँ हामी चाहिँ काठमाडौँ मेडिकल कलेजको चाहिँ होस्टेलमा छौँ. एन्ड दिस इज द होस्टेल कम्पाउन्ड अफ काठमाडौँ मेडिकल कलेज है. अनि यता मेरो राइट साइडमा चाहिँ तिमीले चाहिँ देख्न सक्छौ यो ठुलो बिल्डिङ चाहिँ ब्लक बी भनेर चाहिँ बोइज होस्टेल चाहिँ छ. ओके अनि यतातिर चाहिँ लेफ्टतिर जानु बेला बिचमा चाहिँ हाम्रो चाहिँ फ्याकल्टीको रेसिडेन्स भनेर छ. त्यहाँ चाहिँ हाम्रो चाहिँ सरहरू चाहिँ बस्नुहुन्छ, सर म्यामहरू. अनि हाम्रो चाहिँ एक्सट्रिम लेफ्टमा चाहिँ हाम्रो चाहिँ ब्लक ए भनेर चाहिँ गर्ल्स होस्टेल छ. ओके सो यसरी चाहिँ हाम्रो चाहिँ होस्टेल डिभिजन छ. अनि एक्सट्रिम लेफ्टमा चाहिँ हाम्रो चाहिँ के छ भन्दाखेरि यता चाहिँ मेस छ. ओके हाम्रो चाहिँ क्यान्टिन, यहाँ चाहिँ बिहानको खाजा अनि बेलुकाको खाना यतै हुन्छ. ओके एन्ड राइट नाउ हामी चाहिँ अहिले बास्केटबल कोर्टमा छौँ. एन्ड दिस इज द कोर्ट अफ हाम्रो चाहिँ काठमाडौँ मेडिकल कलेज. अनि अलि उता चाहिँ हाम्रो चाहिँ ब्याडमिन्टन कोर्ट छ. एन्ड ओभरअलमा चाहिँ हाम्रो यही नै हो हाम्रो चाहिँ होस्टेल. एन्ड एकदमै राम्रो छ होइन होस्टेल. त्यो के अरे होटेलवाला फिलिङ नआए पनि एकदमै राम्रो छ. ओके लेट्स सी वाट्स इनसाइड हाम्रो चाहिँ यहाँ काठमाडौँ मेडिकल कलेज भित्र चाहिँ कस्तो हुँदो रहेछ. This is how hostel room of KMC look like. So each of the student, this is a double seater room, and each person has to pay like about 12,000 a month, and each person will get a bed or table or chair for each person, and a bookshelf for each person. And then you will get each one will get a locker, and you will get fan and bulbs. Yeah, okay. So basically you will get all the furniture from the hostel, but about the clothing and every other thing you will have to bring it yourself. Even the Wi-Fi, okay, you have to bring it yourself. Okay, so the electricity bill you have to pay it yourself. I think it's kind of messy because we had left it for a while. And about the bathroom, we haven't checked it in a while. So this is the sink, and we have the that shower. Yeah, it's okay. So यो चाहिँ हाम्रो चाहिँ भ्यू हो काठमाडौँ मेडिकल कलेजको चाहिँ होस्टेलदेखि देखिने. एन्ड यो चाहिँ अलि टाढा देखेको यो चाहिँ ठुलो बिल्डिङ चाहिँ हाम्रो चाहिँ केएमसी दुवाकोट हो हस्पिटल हो. एन्ड अलिकति डिस्टेन्समा चाहिँ हाम्रो चाहिँ काठमाडौँ मेडिकल कलेज बेसिक साइन्स कम्प्लेक्स चाहिँ देख्न सक्नुहुन्छ. यति टाढा छ. एन्ड दिस इज द भ्यू फ्रम द टप अफ द होस्टेल, बोइज होस्टेल है. अनि त्यो चाहिँ गर्ल्स होस्टेल भयो. अनि हाम्रो चाहिँ त्यो सानो चाहिँ क्यान्टिन मिस भयो हाम्रो. अनि त्यो चाहिँ हाम्रो चाहिँ बास्केटबल कोर्ट. सो दिस इज द पपुलर काठमाडौँ मेडिकल कलेज सिनामङ्गल. एन्ड हियर इज आवर फ्रेन्ड Samita Dangol. Hello. So this is the popular Kathmandu Medical College, Sinamangal.